हुँदैछ, काम पनि हुँदैछ है। अस्ति चाहिँ थियो प्राइमर लग, आज चाहिँ फेरि पेन्टिङ सुरु, कलर सुरु हुँदैछ। बनिराख्नुहोस् होला ब्लगमा, फेरि कन्टिन्यू। अनि म चाहिँ हेलो गाइस, गुड मर्निङ। फेरि नयाँ दिनको सुरुवातमा नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। र यो अस्ति कन्टिन्यू हुँदै थियो, अर्को भ्लग स्टार्ट भएको हो, जुन चाहिँ त्यो घरमा टाइमरहरू लाउँदै थियो, त्यो चाहिँ एन्डिङ भयो। अनि त्यसको बादमा फेरि अब आजदेखि चाहिँ फेरि कलर सुरु हुन्छ है। अन्त तपाईँहरूलाई एकदम मेरो जितना भी फेसबुक फ्रेन्डहरू छ है, उहाँलाई छड्के सलाम। अनि आज चाहिँ टक्कैसँगले कलर स्टार्ट गरिदिने। अब ड्रेस मैले लगाइसकेको छु, अब माथिको मात्रै लाउनु छ कलरको ड्रेस अस्तिकै। अन्त फाइनल लुक चाहिँ यस्तो भएको छ है। यतापट्टि सक्यो हो, यतापट्टि सक्यो। अब यहाँ सुरुदेखि चाहिँ फेरि कलर गर्ने हो। कलर चाहिँ मैले टक्कै कस्तो ल्याएको छु नि, अन्त अर्को कलर ल्याएको छु, यो कलर ल्याएको छु हो। बनाउँदैछु, यहाँ बनाउँदैछु मैले फिटेर, हल्का सिनार बेसी त पर्दैन, जस्ट एक बिचमा त्यो। अनि त्यो रेड अक्साइडमा चाहिँ थिनर फिटेर त्यो बाक्लो हुन्छ नि त, त्यसमा चाहिँ बनाएर लगाइसकेको छ। र आजदेखि चाहिँ फेरि कलर स्टार्ट हुँदैछ। अन्त हाम्रो काका बसन्त काका चाहिँ आउनु हुँदैन अरे आज, पुरै त्यो हिजो त्यो डोरी बाँधेर खुट्टा सुट्टा दुख्यो अरे भन्दैछ, त्यसले गर्दा रोशन र म गर्ने। ल त गाइस, हेर्दै गर्नुहोस् होला। ओ गुड मर्निङ भन्यो न। गुड मर्निङ। यहाँ हेरेर गुड मर्निङ गाइस। यो टक्कसँगले कस्तो दामी देख्यो होला, कमेन्ट्समा भनिदिनु होला। यो प्राइमर मात्रै हो। आज चाहिँ हल्का सनी डे छ, पानी सायद बेलुका पर्नु पनि सक्छ। वेदर क्लाइमेट हेर्दाखेरि चाहिँ पानी चाहिँ देखाएको छैन, पुरा घाम देखाएको थियो। अन्त यस्तो चाहिँ वेदर चाहिँ हल्का हल्का सनी डे भइरहेको छ है। हेरौँ अब, भरे पानी पऱ्यो नि बर्बाद ओइल पेन्ट त। गाइस, कलर चाहिँ यस्तो कलर छ है, हामीले स्टार्ट गरिसकेको छौँ। अनि फोन पक्रिँदै भ्लग गर्नु चाहिँ साह्रै अप्ठ्यारो छ, छानामाथि टेन्सन, फोन पनि झर्ने डर, मान्छे पनि झर्ने डर है। सुरु गरिदिइसकेको छ। अन्त यस्तो छ है कलर। तपाईँहरूलाई कस्तो लाग्यो कलर भनिदिनु होला होइन। अनि ए गुड मर्निङ भन्दै, गुड मर्निङ। काम सुरु हो रहा है भन्दै, काम सुरु हो रहा है। जल्दी जल्दी एकदम उडेर काम गर्छु भन्दैछ। मैले भनेको बिस्तारै गर भन्दैछु हो, छाना काम हो यो चाहिँ, कुदे गर्छु भन्छ, बिस्तारै गर भनेको छु। ल त गाइस, हेर्दै गर्नु होला है। भ्लग पनि हुँदैछ, काम पनि हुँदैछ है। अस्ति चाहिँ थियो प्राइमर लग, आज चाहिँ फेरि पेन्टिङ सुरु, कलर सुरु हुँदैछ। बनिराख्नुहोस् होला भ्लगमा, फेरि कन्टिन्यू। अनि मात्रै तपाईँहरूले एन्डिङसम्म हेर्नु पाउनुहुनेछ। अहिलेको चाहिँ 1 बज्नु लागेको छ गाइस। अन्त हामी चाहिँ खानासाना खाइसक्यो है, मैले खाइसकेँ मेन थिङ। म त टाइम टु टाइममा खानुपर्ने परिरहेको छ अहिले। अन्त हाम्रो रोशनले चाहिँ माथि लाउँदैछ हो। अन्त यो पाटो चाहिँ हामीले सक्यो है, सक्यो भन्दा पनि भयो। अब यो चाहिँ खतम गरेर खाना खानु झर्छ है। अन्त म चाहिँ यतापट्टि लगाउनु पऱ्यो, अगाडि फ्रन्ट फेस चाहिँ लगाइहाल्नु पऱ्यो। अन्त लगाइसकेको लुक्स चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई, यहीँ कम्प्लिट त भएको छैन होइन। अगाडि फ्रन्ट फेसको चाहिँ तपाईँहरूलाई देखाइदिउँ कस्तो भयो। यो कस्तो लाग्यो तपाईँहरूलाई कलर है, कस्तो देखियो यसो कमेन्टमा भनिदिनुहोस् होला। अन्त अब अगाडि चाहिँ सक्नुपर्छ, भोलि आउँछ फेरि काका आउँछ होला होइन। अन्त त्यसले गर्दा सकिन्छ होला, 3-4 दिन लाग्छ होला गाइस। यसो दामी भइरहेछ दिन चाहिँ। अब यो चाहिँ डाइनिङको निल कलर हेर्नु, ए हाम्रो गाउँको नजारा होइन।
ल त गाइस फेरि स्टार्ट भएको छ है। मैले चाहिँ तलबाट किन लगाएको भन्दाखेरि अब माथि डोरी बाँधेर तल आउनु रिस्की हुन्छ नि त होइन, झरी गयो भने फेरि टेन्सन हुन्छ। त्यसले गर्दा श्रेणीमा जति भेट्छ एक हात यो गर्दा चाहिँ त्यति चाहिँ लगाएको है। फाइनल लुक चाहिँ यस्तो देखेको छ है। फाइनल लुक